संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौं, गर्वान्वित महसुस गर्दछौं। देश रक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडा महाराज धीराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवस्था रहँदै हामी मध्येकै कतिपय दाजुभाइ दिदीबहिनी किन परायाद्वारा सृजित वाद र विवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।